हाम्रो यस श्री प्राथमिक विद्यालय फालचुरी खट्टारमा हार्दिक स्वागत गर्दछु। जसरी उहाँहरूले चाहिँ संस्थामा आबद्ध हुनुहुन्छ, उहाँहरू चाहिँ समूहहरू गठन गर्दै अनि पैसा लेनदेनको कारोबार होइन गर्नुहुन्छ। म पनि छु यो संस्थामा चाहिँ। अनि उहाँ सरसँग चाहिँ भेट भयो। उहाँ सर यहाँ आउनुभएको थियो अनि हामी यस विद्यालयलाई चाहिँ सानो केही सहयोग गर्छौँ भन्नुभयो हुनाले उहाँ सरले चाहिँ हाम्रो विद्यालयलाई सम्झेर आइदिनु भएको छ। त्यसको लागि सरलाई धेरै धेरै धन्यवाद। सरलाई सरको संस्थालाई पनि धेरै धेरै धन्यवाद। सरलाई नि कुराहरू मन्तव्य राखिदिनु हुन। ल यहाँ उपस्थित हुनुभएका सम्पूर्ण शिक्षक म्याडमहरू र विद्यार्थी सबैजना नमस्कार। नमस्कार। थोरै परिचय गरौँ है त, हुन्छ? ल पुनः सबैजना नमस्कार। नाम चाहिँ मेरो एम कुमार श्रेष्ठ। के नाम रे? ल घर चाहिँ मेरो कमलागाई नगरपालिका वार्ड नम्बर 11। मेरो घर पनि 11 नम्बर वडा सिरडाँडा हो पहिला चाहिँ। अहिले चाहिँ भिमानमा चाहिँ मेरो बसोबास रहेको छ। शाखा कार्यालय सिन्धुलीबाट आएको। कहाँबाट आएको त? कुन संस्थाबाट? जीवन विकास लघुवित्त संस्थाबाट। कुन संस्थाबाट? जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सिन्धुलीबाट चाहिँ तपाईँहरूलाई चाहिँ हामीले चाहिँ थोरै सहयोग कपी कलमहरू सहयोग गर्नको लागि चाहिँ यस फालचुरी स्कुलमा चाहिँ आएको हो। हामीहरू लिइसके पछाडि यसमा के लेख्ने हो, के बनाउने हो? च्यातेर फाल्ने हो कि लेख्ने हो? के लेख्नु हो? ल होमवर्कहरू चाहिँ होइन म्याडमहरूले दिनुभएको होमवर्कहरू चाहिँ लेख्नु पर्यो होइन। च्यातेर लेखेर चाहिँ केरेर फाल्नु चाहिँ भएन है त, हुन्छ? ल जीवनको बाटोमा तिमी सधैँ अघि बढ, सफलताको शिखर तिमी सधैँ माथि चढ, जित भए हार दुवैलाई स्वीकारेर यो कुन संस्थाले दिनुभएको कपी? सबैजना खुसी हुनुहुन्छ नि? ल हामीले चाहिँ यहाँ फालचुरी श्री माध्यमिक विद्यालय फालचुरी खट्टार स्कुलमा चाहिँ 11 नम्बर वडामा चाहिँ फुलको बिरुवाहरू रोप्दैछौँ। हाम्रो धर्मनाथ चौधरी सरले खन्दै हुनुहुन्छ एकदम जोडजाड लगाएर।